के तपाईलाई थाहा छ रासुपाले मेजोरिटी ल्याए पनि धेरै जसो बिल्स लज एन्ड पोलिसिजहरू पास नै गर्न सक्दैन। यही क्वेसन सोधेको एउटा मेसेज मलाई रिसेन्टली आएको थियो। हाम्रो गभर्नमेन्टको स्ट्रक्चर चाहिँ कस्तो छ भने सबभन्दा माथि प्रेसिडेन्ट हुनुहुन्छ, प्रेसिडेन्टको तल चाहिँ अप्पर हाउस छ एन्ड लोअर हाउस छ। अप्पर हाउस भन्ने जुन छ त्यो चाहिँ राज्यसभा हो र लोअर हाउस जुन छ त्यो प्रतिनिधि सभा हो। नाउ अहिले जुन इलेक्सन भइरहेछ त्यो लोअर हाउसको लागि भइरहेछ, जहाँ 265 मान्छेहरू आउँछन् हैन, अनि बिल्स एन्ड लज पास गर्छन् फर द डेभलपमेन्ट अफ द कन्ट्री। मान्छेहरू के सोच्छन् कि जुन अप्पर हाउस छ उसले पनि पास गर्नुपर्छ, त्यहाँबाट पनि मेजोरिटी आउनुपर्छ। अब त्यहाँ त कुनै इलेक्सनबाट जाने हैन मान्छेहरू, त्यो चाहिँ गभर्नमेन्टको भित्रै इलेक्सन हुन्छ र त्यहाँ मान्छेहरू पुग्ने हो डिफ्रेन्ट प्रदेशहरूबाट। एन्ड अहिले पनि अप्पर हाउसमा चाहिँ धेरै जसो पुरानै पार्टीको मान्छेहरू छन् र त्यहाँ रासुपाको मेजोरिटी छैन। सो डज द्याट मीन कि रासुपा यदि मेजोरिटी ल्याएर जित्यो, कुनै बिल पास गर्न खोज्यो, ल बनाउन खोज्यो भने यिनीहरूले गर्नै दिँदैनन् त? यो चाहिँ एउटा धेरै भ्यालिड क्वेसन हो। सो यसमा बेसिकली कुरा चाहिँ के छ भने हाम्रो देशको एटलिस्ट हैन, एक त हरेक कन्ट्रीको आफ्नो आफ्नो रुल्स छ हैन। हाम्रो देशमा चाहिँ अप्पर हाउस इज नट भेरी पावरफुल। अप्पर हाउस भनेको एउटा गार्डियन जस्तो छ। यसको मतलब चाहिँ के हो भने लोअर हाउसमा से कुनै बिल आयो अर पोलिसी प्रपोज गरियो कि ल यो गर्नुपर्छ हामीले देशको विकासको लागि भने पहिला त लोअर हाउसमा एउटा मेजोरिटी आउनु पर्यो। एन्ड द्याट इज वाइ मेजोरिटी अफ वान पार्टी इज इम्पोर्टेन्ट हैन। त्यो केसमा के हुन्छ, ल कुनै बिलमा मेजोरिटी आइहाल्छ, भोट गरिहाल्छ र त्यो पास हुन्छ। त्यो पास हुनुभन्दा अगाडि चाहिँ के हुन्छ भने त्यो बिल पोलिसी ल जेसुकै छ त्यो पहिला अप्पर हाउसमा जान्छ। अप्पर हाउसमा चाहिँ सबै मान्छेहरूले एउटा आफ्नो कमेन्ट्स दिन्छन् कि ल यो यस्तो छ त्यस्तो छ, यसमा यो चेन्ज गर न त, यो चेन्ज गर, वाट एभर इट इज, अनि त्यसलाई फेरि लोअर हाउसमा लग्छन्। अब लोअर हाउसको काम चाहिँ के हो कि त त्यो सजेसन्सहरू उनीहरू जुन दिए त्यसलाई चाहिँ मान, त्यही राम्रै थियो सजेसन, या यु शुड मेक अ चेन्ज भने यु चेन्ज इट एन्ड देन पास द बिल। अर यु क्यान अल्सो डिसाइड कि होइन मलाई त मन परेन यो सजेसन, आई थिङ्क द बिल इज गुड द वे इट इज, एन्ड पास गर्न सकिन्छ। इन द्याट केस अप्पर हाउसको के काम त नि, किन नै छ अप्पर हाउस? अप्पर हाउसको एउटा धेरै इम्पोर्टेन्ट रोल छ। त्यो रोल कहाँ आउँछ भने इफ नेपालको कन्स्टिट्युसनमै केही चेन्ज गर्न छ भने चाहिँ अप्पर हाउसले पनि अप्रुभ गर्नुपर्छ। त्यो भनेको कस्तो चिज हो? फर एक्जाम्पल धेरै यस्तो हल्ला छ नि कि नेपालमा चाहिँ डिरेक्ट पीएम इलेक्ट गर्न पाउनुपर्छ, त्यस्तो खालको युएसए को जस्तो सिस्टम छ त्यस्तो सिस्टम लिएर आउनुपर्छ। त्यो चाहिँ कन्स्टिट्युसनकै चेन्ज हो। इलेक्सन गर्ने तरिका नै चेन्ज गर्नु भनेको कन्स्टिट्युसन नै चेन्ज गर्नु हो, र त्यो केसमा चाहिँ अप्पर हाउसले पनि अप्रुभ गर्नुपर्छ। लोअर हाउसले आफ्नै मनले गर्न सक्दैन। इन द्याट केस अप्पर हाउसमा मेजोरिटी भएको भए दे कुड हेभ डन दिस। सो अभियसली यस्तो ठुलो ठुलो चेन्जेस चाहिँ रासुपाको मेजोरिटी आउँदैमा चाहिँ भइहाल्दैन। बट यहाँ एउटा राम्रो कुरा के छ भने चाहिँ डेली बेसिसको कुरा जसले जनतालाई एक्चुअलीमा फरक पर्छ। फर एक्जाम्पल रोड्स, एजुकेसन, ड्रिङ्किङ वाटर, ट्रान्सपोर्टेसन, यो सबै कुरा के जुन डेली चिजमा हामीलाई काम लाग्छ त्यो चाहिँ लोअर हाउसले कम्प्लिटली कन्ट्रोल गर्न सक्छ, एन्ड दे डोन्ट निड अप्रुभल फ्रम अप्पर हाउस।